ए हनुमन्ते हजुर त चिया खाँदैनस्? नखाने हजुर, खासै खाउँला छैन। बुवा हजुर, हजुरसँग एउटा सल्लाह गर्नुपर्ने थियो। मलाई अहिले बाहिर जानु छ, पछि कुरा गरौँ न हुन्न? किन आत्तिनु भएको बुवा हजुर? मैले तपाईँले सोच्नु भएको विषयमा कुरा गर्न लागेको होइन। के सल्लाह हो भन्न त? मैले त बहिनीको विषयमा कुरा गर्न लागेको। बहिनीको विषयमा सल्लाह गर्नुपर्ने थियो, त्यही भएर सबैजना भएकै बेला कुरा गरौँ भनेर लागेको। के सल्लाह हो भन्न? मेरो एउटा जापानमा बस्ने साथी छ, एकदमै इमान्दार र मेहनती छ। बहिनीको पनि बिहे गर्ने बेला भइसकेको छ। त्यो साथीसँग बहिनीको बिहे गराउन पाए यसको भविष्य पनि उज्यालो हुन्थ्यो। आहा, साह्रै राम्रो कुरा गरिस् बाबु तैले। तेरो साथी जापानबाट कहिले आउँछ? कुरा अगाडि बढा न त। कुरा अगाडि बढाउनु भन्दा पहिला बहिनीलाई एकचोटि सोधौँ न, उसको बिहे गर्ने इच्छा छ कि छैन, कसैलाई पो रोजेकी छिन् कि? होइन, के कुरा गर्छ यो? कुबेरको छोरी हो, के दुनियाँसँग लभ गर्दै हिँड्छ भन्ने सोचेको छस् तैले? नरिसाउनु न बुवा हजुर, मधुले भनेको पनि ठिकै हो नि। पहिला हामीले बहिनीको इच्छा बुझ्नुपर्छ। शान्तिमाया, तिम्रो के इच्छा छ? हजुरहरूले जे भन्नुहुन्छ त्यही हुन्छ। हजुरहरूको इच्छा नै मेरो इच्छा हो। लो, हामी चाहिँ हाँसिरहेछौँ, यो केटो त रुन पो लाग्यो। शान्ति मायालाई हामीले जस्तै माया गर्नुहुन्छ हनुमन्त दाइले, त्यही भएर भक्कानिनु भएको होला नि। चिन्ता नगर्नु न हनुमन्त दाइ, हाम्रो बहिनीको बिहेको कुरा मात्र चल्या हो, बिहे नै त भइसकेको छैन नि।